यदि तपाईँ केही काम गर्नलाई डराउनु भएको छ भने त्यो काम नगर्नुहोस् र यदि तपाईँले केही काम गर्दै हुनुहुन्छ भने त्यो काम बिना डरी फुल कन्फिडेन्सका साथ गर्नुहोस्। यो भनाइ द 48 ल अफ पावरका अथर रोबर्ट ग्रिनीले आफ्नो बुकको ल नम्बर 28 मा इन्टरएक्सन विथ बोल्डनेस भनेर लेखेका छन्। उनले भन्छन्, यदि तपाईँको दिमागमा कुनै आइडिया छ भने त्यसमा फुल कन्फिडेन्सका साथ एक्सन लिनुहोस्। कि त तपाईँ सक्सेस हुनुहुन्छ कि त तपाईँले कुनै लेसन सिक्नुहुन्छ। जसले कुनै डिसिजन लिन डराउँछ वा अरूको एडभाइस सुनेर मात्र एक्सन लिन्छ उसलाई जिन्दगीमा अघि जान निकै गाह्रो हुन्छ। किनकि एउटा कन्फिडेन्ट मान्छेले फुल कन्फिडेन्सका साथ बोलेको झुट कुनै साँचो मान्छेले बोलेको सत्य भन्दा राम्रो सुनिन्छ। तपाईँले विचार गरिरहनु भएको छ होला कसैले तपाईँ सामु फुल कन्फिडेन्सका साथ झुट बोलिरहेको छ भने तपाईँ पनि ऊ साँचो बोलेछ कि झुटो बोलेछ भन्ने कन्फ्युज हुनुहुन्छ। हो, यही ट्रिकलाई आफ्नो लागि प्रयोग गर्नुहोस्। तर अथर भन्छन्, तपाईँले आधी बाटोमा गएर हार मान्नु भयो भने तपाईँले आफ्नो खुट्टामा आफै बञ्चर हान्नुहुन्छ। त्यसैले बरु सक्सेस नभए नि केही हुँदैन, कि त पुरा गर्नुहोस् कि त सुरु नगर्नुहोस्।